सबैजना नमस्कार है। आज म आफ्नो टाइममा बेस्ट आफ्नो ओपिनियन एउटा राख्न चाहन्छु है, एजुकेटेड र अनएजुकेटेडको बारेमा है। सिम्पल इक्जाम्पल दिन्छु है। म स्टार्टिङ गर्छु सुरुमा अनएजुकेटेड है। सपोज एउटा कोही मान्छे घर बनाइरहेछ है, त्यहाँ काम गर्ने कामदारहरू मतलब आयो होइन, हेल्परहरू यताउति मिस्त्रीहरू आयो होइन। यङ केटा छ भने होइन, मान्छेले त्यो घरपेटीले हेरेर भन्छ सारा यो यङ छ, अलिक स्ट्रङ हुन्छ, अलिक छिटै काम हुन्छ भनेर थिङ्किङ आउँछ है। त्यो मान्छेले त्यसलाई मजाले काम गराउँछ, यङ छ, खटा छ सला, यङ केटा छ, मजाले काम गरिरहेछ भनेर सोच्नु भइहाल्छ है। ओके, अनि एउटा एजुकेटेड पिपलको लिन्छु है। त सपोज कुनै डक्टर छ होइन, कुनै यदि पेसेन्ट गयो त्यो नजिक होइन, डक्टर नजिक यदि त्यो यङ केटा छ, भर्खर पढाएर निस्केको छ भने होइन, त्यो नजिक के सोध्छ, यो यङ छ साला, एक्सपिरियन्स छैन यसको, साला यो के गरिदिन्छ के गरिदिन्छ, मान्छेले मारिदिन्छ भनेर सोचाउँछ। साला अर्को मान्छेले बस अब बुढा मान्छे आयो भने यो एक्सपिरियन्स मान्छे हो, यसले राम्रो ट्रिटमेन्ट दिन्छ भन्ने थिङ्किङ आउँछ। एउटा थिङ्किङ कहाँ गयो मान्छेको है, मजाले कुरा ध्यान दियो है, मान्छेको थिङ्किङ कहाँ गइरहेछ। त्यसैले भन्छ एजुकेटेड र अनएजुकेटेडमा फरक भनेको के भन्नाले एजुकेटेड पिपल माइन्डले काम गर्ने हो। त्यो जबसम्म त्यसको एज ढलिन्छ नि तबसम्म त्यो धेरै त्यसको डिमान्ड बढ्छ। एजुकेटेडमा अनएजुकेटेड पिपलहरूमा के हुन्छ भन्नाले आफ्नो हार्डवर्क गरिरहेको हुन्छ, आफ्नो जबसम्म शरीर छ तबसम्म काम गर्छ, नत्र त फेरि काम गर्न छोड्छ, त्यसको सबै आम्दानी फेरि डाउन हुन थाल्छ। त्यति हो है डिफरेन्स। अब केटाहरू आफ्नो ओपिनियन हो, अब कुन वेमा लिन्छ छैन, त्यो हजुरहरूको वे हो है। मेरो ओपिनियनमा मेरो एक्सपिरियन्स तरिकाले मैले हजुरहरूलाई भनेको है आफ्नो